रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर 6 खुरकोट मन्थली सडक खण्ड अन्तर्गत त्रिवेणी क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा 12 जनाको ज्यान गएको छ भने 8 जना घाइते भएका छन्। त्रिवेणी क्षेत्र नजिकै सडकबाट करिब 100 मिटर तल तामाकोशी नदीमा बस खस्दा 12 जनाको ज्यान गएको हो भने 8 जना घाइते भएका हुन्। दुर्घटना स्थलबाट घाइतेहरूलाई उद्धार गरी रामेछाप, सिन्धुली र काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए। भट्टका अनुसार बसमा कतिजना सवार थिए भन्ने हालसम्म पनि यकिन हुन सकेको छैन। काठमाडौँबाट उता रामेछापको ढेरी हुँदै पोखरमुहाको कोकलीतिर जान लागेको बस भन्ने बुझिएको छ। प्रदेश 3 को 010005 ख 9975। अब यो चाहिँ यो खुरकोटबाट अन्दाजी 2-3 किलोमिटर अगाडिपट्टि चाहिँ भिरबाट तामाकोशी नदीमा खस्या छ। बस अहिले पिच्चमा थियो, अहिले भर्खरै हामीले उतार गरेर पारिपट्टि मेसिन लगाएर पारिपट्टि पठाएको छौँ। अब यसमा चाहिँ नि हामीले बसमा अनुमानित चालक चाहिँ अहिले सम्पर्कमा आउनुभएको छ। चालक सम्पर्कमा आउनुभएको छ, मन्त्री पुग्नुभएको छ। उहाँको भनाइअनुसार 18-20 प्लस हुनुपर्छ मान्छे भनेर भन्नुहुन्छ। भले नि कन्फर्म कुरा गर्नुभएको छैन। र अहिलेसम्मको हामीले हेर्दाखेरि चाहिँ हामीले अचेत अवस्थामा भएको मान्छेहरू 6 जना मान्छेहरूलाई चाहिँ नि हामीले उद्धार गरेर मन्थली अस्पताल पठाएको छौँ। त्योभन्दा बाँकी होसमा भएकाहरू 4 दिन साथै 8 जना होसमा भएकाहरूलाई उपचारको लागि हामीले खुरकोटको शुभजीवन सुनकोशी अस्पताल पठाएको छौँ। त्यसमध्ये एकजना अलि बढी सिरियस भए चाहिँ अहिले काठमाडौँ रिफर हुनु भएको छ। त्यसमा एकजना बच्चा छ, बच्ची हुनुहुन्छ। बच्चीको नाम खुलेको छैन। अरू हामी रेस्क्यु काम गर्दैछौँ। उद्धारको लागि दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोरहरूको टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख भट्टले बताए। तामाकोशी नदीमा डुबेको यात्रुवाहक बसलाई डोजरको सहायताले नदी किनारमा निकालिएको छ। मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गा जान लागेको बस करिब 10:30 बजेको समयमा दुर्घटनामा परेको थियो। बस के कारणले दुर्घटना भएको हो भन्ने बारेमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।